हेलो नमस्कार साथीहरू, म तपाईहरुकै आफ्नै साथी नेपाली बाबु कमल हितङ्ग। आज म तपाईहरुलाई नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिएको एउटा गौरवशाली ठाउँ जितगढी किल्लाको भ्रमण गर्दैछु। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। साथीहरू, अहिले म उभिएको यो ठाउँ कुनै साधारण पार्क होइन, यो त्यही ऐतिहासिक भूमि हो जहाँ नेपाली वीरहरूले आफ्नै ज्यानको बाजी राखेर मातृभूमिको रक्षा गरेका थिए। यही माटोमा नेपाली सेनाले शक्तिशाली ब्रिटिस सेनालाई पराजित गरेर संसारलाई नेपाल कहिल्यै कसैको गुलाम बन्दैन भन्ने सन्देश दिएका थिए। यो हो बुटुलको जितगढी किल्ला। सन् 1814 मा अङ्ग्रेजसँग नेपाल युद्ध सुरु भयो। त्यति बेला ब्रिटिस सेनासँग आधुनिक हतियार, ठुलो सेना र प्रशस्त स्रोत साधन थियो। तर नेपालसँग थियो केवल आफ्नो देशप्रतिको अथाह माया, साहस र अदम्य आत्मविश्वास। यही जितगढी किल्लामा वीर काजी उमेर सिंह थापाको नेतृत्वमा नेपाली सेनाले असाधारण राजनीति अपनाउँदै ब्रिटिस सेनालाई पराजित गर्यो। यही विजयका कारण जितगढी आज नेपाली वीरताको अमर प्रतीक बनेको छ। साथीहरू, तपाईले यहाँ देखिरहनु भएको यी सैनिकका मूर्तिहरू केवल सजावटका लागि बनाएको होइनन्। यी मूर्तिहरूले त्यस बेलाको युद्धको वास्तविक दृश्यलाई जीवन्त बनाएका छन्। यहाँ राखिएका तोपहरू, स्मारकहरू पनि युद्धका झल्को दिने संरचनाहरूले हामीलाई 200 वर्ष अघिको इतिहास सम्झाइरहेको छ। आज म यो ठाउँमा हिँड्दैछु, मलाई लागिरहेको छ यही बाटो भएर हाम्रा वीर योद्धाहरू दौडिरहेका होलान्। यही माटोमा उनीहरूले रगत बगाएका होलान् र यही भूमिमा उभिएर नेपालीलाई बचाउने सङ्कल्प गरेका होलान्। यस्तो ठाउँमा आउँदा साँच्चै गर्वले छाती चौडा हुन्छ। आज जितगढी केवल एउटा ऐतिहासिक किल्ला मात्र होइन, बुटुलको प्रमुख पर्यटकीय आकर्षक बनेको छ। यहाँ दैनिक रूपमा स्वदेशी तथा विदेशी पर्यटकहरू आउँछन्। हरियाली वातावरण, सफा र पार्क, ऐतिहासिक तोप, सैनिकका मूर्तिहरू र शान्त परिवेशले सबैको मन जित्छ। साथीहरू, यदि तपाईँ बुटुल आउनु भएको छ भने यो ठाउँ नघुमी नफर्किनु भनेको नेपालको गौरवशाली इतिहासको एउटा महत्त्वपूर्ण अध्याय छुटाउनु जस्तो हो। यदि तपाईँलाई मेरो यो प्रस्तुति मन परेको छ भने भिडियोलाई लाइक, सेयर गर्नुहोस् र नेपाली बाबु कमल हितङ्ग च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। तपाईँको एउटा साथले मलाई यस्तो ऐतिहासिक र ज्ञानवर्धक भिडियोहरू निरन्तर ल्याउन प्रेरणा मिल्नेछ। म फेरि अर्को रोचक गन्तव्य र नयाँ जानकारीका साथ भेट्नेछु। तबसम्मका लागि म नेपाली बाबु कमल हितङ्ग बिदा हुन चाहन्छु। नमस्कार। जय नेपाल।